हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल है। आज हामी चाहिँ भन्ज्याङ भिलेज जान लागेको है। आज शनिबारको दिन छ, सो रिफ्रेसमेन्टको लागि जान लागेको हो। अहिले हामी बाटोमा भर्खरै कोठाबाट हिँड्दै हो। हामी कतिजना छौँ? हामी 6 जना। हामी 6 जना छौँ है। हामी 4 जना केटीहरू छ र हामी 2 जना केटाहरू छौँ। जस्ट रिफ्रेसमेन्टको लागि हो, रमाइलोको लागि जान लागेको हो आज भन्ज्याङ भिलेजमा हो। सो हेलो, हाम्रो साथीहरू यहाँ छ नि है। हामी भन्ज्याङ बाटोमा है। ल है त, हामी बाटोमा हामी भेट्नेछौँ है त। ओके, हामीले गाडीमा हामी चाहिँ यो किलोमिटरबाट हामी चाहिँ भन्ज्याङ भिलेज जानु भएको। हामी चाहिँ 6 जना मात्रै, 6 जना मात्रै छौँ है। चाहिँ अलि गाडीमा है। ल गाइस, हामी सरङगढको बाटो हिँड्दै हो। हामी ट्याक्सी रिजर्भ गरेर जाँदै हो। यहाँ राम्रो दाइहरू भेट्यो, हामीले ट्याक्सी दाइहरू एकदम राम्रो दाइहरू भेट्यौँ। उहाँलाई एकदमै धन्यवाद दिन चाहन्छु। र हामी बाटो हो, हाइवे एकदमै उकालो छ। हामी 2टै ट्याक्सी हो, एउटा चाहिँ यो अगाडिको ट्याक्सी भयो। अर्को 3 जना हाम्रो साथी यहाँ अगाडि छ भने अर्को 3 जना चाहिँ हामी यहाँ पछाडिको ट्याक्सीमा हो। वी आर अन द वे है। एकदमै रमाइलो फिलिङ्स भएर आएको छ अगाडिको। ल, हामी मेन रोडसम्म हामी झरेको। अब यो उकालो छ, छोटो उकालो छ। हामी चाहिँ अब त्यो उकालो चाहिँ हामी चाहिँ हिँडेर जान लागेको हो। बाटो अलि रफै छ, बाटो त्यति पिच छैन कि यहाँबाट चाहिँ जस्ट धेरै टाइम लाग्दैन भनेको छ त्यो दाइहरूले। यहाँबाट चाहिँ हामी चाहिँ 5 मिनट 10 मिनटमा हामी चाहिँ गेटमै हो, भन्ज्याङ भिलेजको गेटमै पुग्छ भन्ने चाहिँ हामी चाहिँ खबर पाएका छौँ। त्यही भएर चाहिँ हामी चाहिँ हेर्दै हो है। हामी चाहिँ सबैजना हामी हेर्दैछौँ। ल गाइस है, हामी त्यो बाटो उकालो हिँडेर चाहिँ हामी चाहिँ बल्ल भन्ज्याङ भिलेजमा हामी आइसकेको छौँ। अनि गेटमा छिरिसकेको छ है। हामी भन्ज्याङ भिलेजभित्र है त। अब हामी यहाँभित्र चाहिँ अब हामी रमाइलो गर्नेछौँ। खाजा खानेछौँ होइन, टिकटक बनाउनेछौँ, हामी रमाइलो गर्नेछौँ। त्यही गाइस। ओके गाइस है, अब हामी भन्ज्याङबाट फर्किनु लाग्यो हो। धेरै रमाइलो भयो है। मामालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामीलाई एकदमै राम्रो स्वागत गर्नुभयो, मिठो स्वागत गर्नुभएको लागि। फेरि आउँदै गरौँ ल। थ्याङ्क यू सो मच है। हामी फर्किनु लाग्छ है। हामी सरङगढबाट हामी झर्दै हो। यो बाटो चाहिँ हामी चाहिँ मेन रोडबाट होइन कि, हामी चाहिँ यो चाहिँ मान्छे हिँड्ने बाटो है। हामी यो जङ्गलको बाटो भएर आएको हो कि हो। देख्न सक्नुहुन्छ पछाडि सबै जङ्गल छ है। गाइस, भर्खर सर्प देखेको है, भर्खर सर्प है गाइस पुरा। खुट्टा कहाँ मेरो यहाँ है, सर्प देखेको खुट्टा कहाँ मेरो ठुलै है सर्प। यो बाटो आउनुहुन्छ नि होसियारसँग आउनु, पुङ्देला ठुलै थियो है सर्प।
यही बाटो यो जङ्गल बाटो हो हामी आएको माथिबाट होइन माथिबाट यो बाटो आएको यो चाहिँ केबल कार है केबल कार भन्दैछ गाइस केबल कार पोखरामा नि केबल कार हुँदैछ ओके गाइस हामी बल्ल आएका छौँ हामी पृथ्वी चोक अहिले हामी स्टेसनमा पोखरा स्टेसनमा छौँ र यहाँ हामी खाना खानालाई आएको हो र हामी सबैजना यहाँ अहिले भेला भइसकेका छौँ है सरङकोटबाट यहाँसम्म आउने इट वाज लङ जर्नी है धेरै लामो यात्रा भयो जस्तो भयो फिलिङ भएछ एकदम थाकेको छ हामी सबै हामीले ओह्रालो बाटो हिँडेको थियौँ होइन तर अलि दुखिरहेको छ तर पनि इट्स ओके यो भिडियो हजुरहरूकै लागि हो बनाएको त्यही भएर चाहिँ अब चाहिँ हामी खाना गइरहेको छौँ सो तपाईँहरू पनि पृथ्वी चोकसम्म आउनुहुन्छ भने तपाईँ चाहिँ यो स्टेसनमा बसेर जानुहोस् यहाँ एकदम मिठो पाउँछ है हेर्दै अब 6 जनाको लागि थोरै देखेको छ है खाजा आउँदैछ है अहिलेलाई भने यति चाहिँ देखाएको अर्को खाजाहरू आउँदैछ फेरि अर्को खाजाहरू पनि हजुरलाई देखाउने नै छौँ अहिलेलाई भने भिडियो इन्जोय गर्नुहोस् ओके here we go यदि खाजा खानुहुन्छ भने हजुरहरू छोले बाटो जानु बेस्ट एकदमै मिठो पापा सस्तो पनि छ घर पर्छ ल गाइस हामीले चाहिँ खाएर भइसकेको छ एकदम मिठो छ है यहाँ पृथ्वी चोकमा एकदम मिठो छ एकदमै रमाइलो भयो टन्न खायो है अब भाडा मात्रै देखायो के अरे है तर पनि त्यो मिठो छ एकदमै हजुरहरू पनि आउन सक्नुहुनेछ है त एकदम मिठो छ अहिलेलाई भने यति नै है ओके गाइस आजलाई यति नै आजको दिन चाहिँ रमाइलो भयो र यो भिडियो सायद तपाईँहरूले मन पराउनु भएको छ भन्ने आशा राखेको छु है यस्तै अरू केही भिडियोहरू यदि तपाईँहरू हेर्न चाहनुहुन्छ भने कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला सो दिस मच फर टुडे आजको लागि यति नै हामी अर्को भिडियोमा हामी फेरि
भेट्नेछौँ बाई 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 टेक केयर Subscribe to this channel. Bye.